ल अहिले फेसबुकमा हेर है तिमी हेरि छैन तिमीले ल तर हामीले एक्जाम्पल पनि देखाइदिएको तर भएन नमस्ते म्याम हजुर भिडियो बनाइदिन्छु है पानी माथिबाट कसैले हमला गरिरहेछ कि नै केही भइरहेछ भनेर हेर्नलाई चाहिँ पानी मुनि जान्छ अनि एउटा चाहिँ पाइप जस्तो हुन्छ कि त्यसको भित्र चाहिँ मिररहरू हुन्छ त्यो मिरर चाहिँ 45 डिग्री एङ्गलमा स्ल्यान्ट भएको हुन्छ त्यसले चाहिँ यताबाट हेर्दाखेरि 45 डिग्री भएपछि सिधै माथिको हेर्न पाइन्छ अनि माथि पनि अझै एउटा मिरर हुन्छ जसले चाहिँ यता बाहिरको पुरै देखाउँछ कि हो त्यस्तो त्यो त्यसमा चाहिँ सबभन्दा धेरै काम लाग्ने चिज यो चाहिँ दूरबीन दूरबीन जस्तै हो तर अनि यो चाहिँ भयो यो चाहिँ हाम्रो ट्रेडिसनल वेपन जस्तै यो हाम्रो बन्चर हो बन्चर यसबाट कुनै पनि बुडलाई काट्नलाई युज गरिन्छ अझै पनि युज गरिन्छ अनि यो चाहिँ सल्लाह भनेको रुखबाट झरेको अनि यसले त्यहाँबाट कलेक्ट गरेको यो चाहिँ भयो हाम्रो झाँतो झाँतो रे ओखलीमा हामीले कुनै पनि वस्तु राखेर पिसेर पाउडर बनाएर चाहिँ हामीले पछि हाम्रो डेली लाइफमा युज गरिन्छ अनि यो चाहिँ के भयो ढिकी अनि चाहिँ ढिकीलाई चाहिँ हामीले यहाँ राखेर यहाँ कुनै पनि बाउल हुन्छ अनि त्यसलाई राखेर पाउडर फर्ममा युज गरेर हाम्रो पनि यो पनि डेली लाइफमा युज हुन्छ यो चाहिँ भयो हाम्रो झाँतोमा चाहिँ कुनै पनि जस्तै कर्न अनि त्यसपछि गहुँ दालहरू राखेर पिसेर चाहिँ पाउडर बनाएर चाहिँ यो पनि हाम्रो डेली लाइफमा यहाँ पनि भयो यहाँ पनि त्यस्तै युज गरिन्छ अनि यो चाहिँ के हो गेस गर्नु गुलेलीलाई पनि हामीले कुनै पनि